आफ्नी श्रीमतीलाई रुवाउने मान्छे कहिले धनी हुन सक्दैन, किनकि श्रीमतीको आँसु नै श्रीमानको कमाई, भाग्य र जीवनको समृद्धिको चाबी हो। पत्नीको मन दुखाउनु भनेको आफ्नो घरको आशीर्वाद हराउनु हो। घर परिवारमा सुख शान्ति तब मात्र रहन्छ जब श्रीमानले आफ्नो श्रीमतीलाई सम्मान गर्छन्, मायाले हेरचाह गर्छन् र उसको आँसु होइन मुस्कान सङ्कलन गर्छन्। पत्नी त केवल जीवनसाथी मात्र होइन, जीवनको आधार स्तम्भ हो। उसले दिएको साथ, त्याग, माया र प्रार्थना नै श्रीमानको प्रगति मार्गदर्शन हो। श्रीमती खुसी छ भने मात्रै घरमा शान्ति बस्छ, परिवारमा सद्भाव आउँछ र जीवनमा सफलता चम्किन्छ। धन, पद र शोहरत क्षणिक हुन्छन्, तर पत्नीको आँसु अमूल्य हुन्छ। उसको आँसु बगाउनु भनेको आफ्नो कर्म, आफ्नो भाग्य र आफ्नो भविष्य नै बगाउनु हो। जसले आफ्नी पत्नीलाई हँसाउँछ, उसको इज्जत गर्छ र उसको आँखामा खुसी देख्छ, उसको जीवनमा कहिले पनि अन्धकार बस्दैन। श्रीमानको असली धनीपन बैंकको हिसाबमा होइन, श्रीमतीको आँखामा देखिने भरोसा, मायामा र मुस्कानमा हुन्छ। जो पत्नीलाई सम्मान गर्छ ऊ स्वत सम्मानित हुन्छ। पत्नीलाई आँसु होइन मायाले सजाउनुहोस्, तब मात्र जीवनमा साँचो समृद्धि प्रवेश गर्छ। आफ्नो श्रीमतीलाई रुवाउने होइन हँसाउने बानी बसालौं, किनकि उसको आँसु हाम्रो दुर्भाग्य हो र उसको मुस्कान हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।